सबैजनालाई नमस्कार। आज म मल्लरानी गाउँपालिका वडा नम्बर यो 5 नम्बरबाट पर्छ क्यारे। यहाँ यो सुरेश गिरीको निर्माण भइरहेको घर सम्पन्न भइरहेको घरमा उपस्थित भएको छु। आज विभिन्न सहयोगीदाताहरूले सहयोगी मनबाट बनेको यो घर हस्तान्तरण कार्यक्रम रहेको छ। यति गरिब परिवारलाई आज हामीले धेरै मान्छेहरूलाई बसालेर खुसी दिन पाइयो, यही नै खुसी छौँ हामी। यो 4 जनाको परिवार अहिले एउटा खुल्ला आकाशमुनि बस्न परेको छैन, आफन्तको थारोमा बस्न परेको छैन, आफ्नै घरमा बस्ने वातावरण आज मिलेको छ। म सर्वप्रथम त यो अभियानमा सहयोग गर्नुहुने सबै सहयोगी मनहरूप्रति मैले विशेष धन्यवाद दिन चाहन्छु। आज मलाई यहाँ चाहिँ फुलका माला लगाएर मलाई चाहिँ ठुलो मान्छे बनेर मलाई चाहिँ केही पनि छैन। मैले यो परिवारमा मैले यो खुसी देखेको छु, म असाध्यै खुसी छु। मैले यो इतिहासलाई भन्नै पर्छ। गत जेठ महिनामा सुरेश गिरी आफैमा सुस्त मनस्थिति कता खलङ्गातिर जाने क्रममा थापडाँडाको जङ्गलमा उहाँ चाहिँ अचेत अवस्थामा देखेपछि नेपाल प्रहरीले उनलाई उद्धार गरेर प्युठान हस्पिटलसम्म उपचार गर्न लग्नुभयो। त्यस पछाडि प्युठान हस्पिटलमा सुरेश गिरीको हेरचाहको लागि आमा जानुभयो, जुन जानकी गिरी हुनुहुन्छ, आमा जानुभयो। आमा पनि दमको रोगी हस्पिटलमै बिरामी भएर आमा छोरा नै हस्पिटलको बेडमा पल्टिनु भयो। उहाँको उपचार खर्च जुटाउन एकदमै गाह्रो भएर प्युठान अस्पतालमा कार्यरत एकजना पुष्पा थापा मगर दिदी हुनुहुन्छ, उहाँले मलाई फोन गरेर, बोम सर हेर्नुहोस् त, हाम्रो प्युठान अस्पतालमा खैराको एकजना दाई हुनुहुन्छ, अनि फेरि बुढी आमा हुनुहुन्छ, उहाँको उपचार हुन सकेका छैन, कतैबाट एउटा तपाईँहरूले समाचार लेखेर फेसबुकमा पोस्टहरू राखेर उहाँलाई सहयोग उठाएर उपचार गरिदिनु पर्यो भन्नुभयो। भनिसकेपछि मैले उहाँलाई प्रत्यक्ष गएर अस्पतालमा भेटेँ। जेठ महिनामा अस्पतालमा भेटेपछि अस्पतालको प्रशासनसँग डक्टरसँग कोर्डिनेसन गरेर उहाँको उपचार गराइयो। अलिकति हामीले समाचारहरू बाहिर ल्यायौँ, झुलेनी पोस्टबाट हामीले समाचार लेख्यौँ, आफ्ना मिडियाहरूबाट समाचार लेखेपछि केही सहयोग उहाँको उपचार हुँदै जुट्यो। हामीले उहाँको उपचार त गऱ्यौँ, अब चाहिँ हामीलाई उपचार गरेर उहाँलाई चाहिँ घर हामी छोड्न आउँदाखेरि उहाँको चाहिँ घर नै रहन्छ, कहाँ लगेर राख्ने हो त भन्दाखेरि उहाँ चाहिँ आफन्तको थारोमा आएर बस्नु भएको रहेछ। हामीले फेसबुकमा यो चाहिँ गरिब परिवारको उपचार हुन सकेन भन्ने पोस्ट राखिसकेपछि ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहले मैले 8,000 रुपियाँ दिन्छु उहाँलाई चाहिँ उहाँको उपचार अलि उपल्लो स्तरको अस्पतालमा लगेर गर्नुहोस् भन्नुभयो। हामीले चाहिँ बुटोलसम्म पनि लगेर उहाँको सिटी स्क्यान गरायौँ अनि सम्पूर्ण जाँच गराएर ल्यायौँ। मलाई चाहिँ लागेको थिएन सुरेश गिरी पनि बाँच्छन् भनेर। अहिले चाहिँ सुरेश गिरी दाई पनि जीवितै हुनुहुन्छ, आमा पनि जीवितै हुनुहुन्छ, हामीले खुसी देख्न पाएका छौँ। त्यस पछाडि घरमा छोड्न आउँदाखेरि उहाँको घर रहन्छ। उसको 15 गते हामीले उहाँको यो पीडित परिवारहरूलाई यो घर हामीले हस्तान्तरण गर्दैछौँ यो, र उहाँको घरमा सधैँभरि खुसी छाओस्। जुन अपाङ्ग, जुन सुस्त मनस्थिति हुनुहुन्छ हाम्रो सुरेश दाई, उहाँको पनि सुस्वास्थ्य र दीर्घायुको कामना गर्न चाहन्छौँ। आमाको पनि सुस्वास्थ्य दीर्घायुको कामना गर्न चाहन्छौँ। बहिनीको अहिले चाहिँ हामीले यो पुष माघको अब चाहिँ यो चिसो जाडोमा आफन्तको घरमा ओसारीमा कठ्याङ्ग्रेर बस्नुपर्ने अवस्था उहाँको छैन। मजासँग आफ्नै घरमा मजासँग हामीसँग यहाँ बेडहरू छन्, खाटहरू छन्, मजासँग हाम्रो उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्देश आचार्यज्यूले यहाँ चाहिँ भित्रको डेकोरेसनका सामानहरू दिएर महत्त्वपूर्ण सहयोग गर्नुभएको छ, उहाँप्रति पनि सम्मान छ। अहिले हामीले यो घरलाई सम्पन्न गरेर यो पीडित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ। खुसी लाग्छ, अति खुसी लाग्छ। पहिला चाहिँ कस्तो घरमा हजुर बस्नुहुन्थ्यो अरे अलिकति बताइदिनुहोस् त। त्यही त हामी पहिला बस्थ्यौँ, माटाको घर थियो, त्यही उतार पानी चुन्थ्यो, उतार पानी चुन्थ्यो, माटाको घर पनि भत्किया थियो। अहिले बडा घर बन्यो, राम्रो भएको छ, त्यहाँ चाहिँ खुसी के हुने हो त। तपाईँको घर बनाउनको लागि प्युठानवासी यो खैरावासी धेरैले महत्त्वपूर्ण सहयोग गर्दै 1 रुपियाँ, 2 रुपियाँ, 5 रुपियाँ, 50 रुपियाँ, 100 रुपियाँ, 1000 रुपियाँ सहयोग गर्नुभयो तपाईँलाई होइन? 5,000 रुपियाँ सहयोग गरे।
यहाँ 300 रुपियाँ सहयोग गर्ने मान्छे पनि हुनुहुन्छ तपाईँलाई जति पनिले सहयोग गर्नुभयो उहाँहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ भन्नु मैले स्वागत गर्न चाहन्छु राम्रो गर्न चाहन्छु धन्यवाद गर्न चाहन्छु हाम्रा प्रिय पत्रकार साथीहरूप्रति आभार यो पत्रकारिताको दम तपाईँहरूप्रति सल्युट छ है पत्रकारिताको दम यो राज्यको चौथो अङ्गको दम यो कहिलेकाहीँ राज्यको प्रथम अङ्गले गर्ने नगर्न सकेका काम राज्यको चौथो अङ्गले गर्ने रहेछ नि हामी सामाजिक मान्छेलाई जुटायौँ यो सामाजिक मुभमेन्टमा जुटौँ हामी राजनीतिक कर्मीहरू यहाँ अलिकति जोड्न चाहन्छौँ यसो अनुहार देख्दाखेरि सामाजिक व्यक्तित्व भयो भने केही सामाजिक हामी राजनीतिक कर्मी साथीहरू पनि छौँ हाम्रो मेन उद्देश्य यही हो समाजसेवा हो हामी जुनसुकै जहाँबाट भए पनि यसमा जुट्यौँ तपाईँको यो क्षेत्रमा यो मात्र केस होइन यो मात्र होइन अरू सामाजिक मुभमेन्टमा लागेपछि त हुने रहेछ नि हजुर कोसिस गरौँ कोही त्यस्तो छ भने सबै सहयोगै माग्न पर्ने स्थिति भनेको मान्छे अन्तिम भएर माग्ने हो सहयोग त्यस कारण चाहिँ हिन्दू धर्ममा तपाईँलाई थाहा छ अलिकति आस्था राख्छौँ भने पनि आफूले कमाएको 10 भन्छौँ 10 अंश दान गर्नुभयो कसैलाई दिनुभयो भने त्योभन्दा ठुलो पुण्य केही पनि होइन 100 रुपियाँ कमाउनुहुन्छ भने 10 रुपियाँ दान गर्ने नै हो अरे है 1000 रुपियाँ कमाउनुहुन्छ भने 100 रुपियाँ दान गरौँ हामीले त्यो गरे पनि ठुलो कर्म हुन्छ